हेलो गाइज वेलकम ब्याक न्यू अनदर ब्लग। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज फेरि पनि म तपाईँहरूको माझमा जापान सम्बन्धी अर्को इन्फर्मेटिभ भिडियोको साथमा उपस्थित भइसकेको छु। आज चाहिँ म तपाईँहरूलाई भिएफएसमा डकुमेन्ट सबमिट भइसकेपछि कति दिनसम्ममा तपाईँहरूलाई कल आउने सम्भावना हुन्छ एमबिसीबाट र कति दिनमा भिजा आउँछ त, यदि इन्टरभ्यू भएको व्यक्तिलाई चाहिँ कति दिनमा भिजा आउँछ, नर्मल इन्टरभ्यू नभएको व्यक्तिलाई कति दिनमा भिजा आउँछ त भन्ने टपिकलाईमा रहेर म यो भिडियो बनाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि तपाईँ चाहिँ यो युट्युब च्यानलमा पहिलोचोटि भिजिट गर्दै हुनुहुन्छ भने नजिकमा रहेको बेल आइकनलाई क्लिक गरेर सब्सक्राइब गर्न पनि नभुल्नुहोला। हस्त साथीहरू, अब ढिला नगरिकन भिडियोलाई सुरु गरौँ। नर्मली तपाईँहरूले भिएफएसमा डकुमेन्ट सबमिट गरिसकेपछि तपाईँहरूलाई दोस्रो दिनमा या त्यसै बेलुका पनि एमबिसीमा डकुमेन्ट फरवर्ड भयो भनेर मेसेज आउने गर्दछ तपाईँहरूलाई। त्यसपछि तपाईँहरूको त्यो दिनदेखि तपाईँहरूलाई 3 दिनसम्म काउन्टिङ गरिन्छ। यदि 3 दिनसम्म तपाईँहरूलाई कल आएन भने चाहिँ तपाईँहरूको भिजा चाहिँ फिक्स भिजा लाग्छ। यदि तपाईँहरूलाई जब डकुमेन्ट एमबिसीमा फरवर्ड भयो भनेर मेसेज आउँछ त्यसपछिको तपाईँहरूलाई दोस्रो दिनसम्म कल आउने सम्भावना हाई हुन्छ। धेरै कुनैको दोस्रो दिनमा आउँछ, कुनैको तेस्रो दिन पनि लास्ट बेलुकातिर आएको जानकारी भएको छ। त्यसैले चाहिँ एकदमै तयारी भएर बस्नु होला। अनि एमबिसीमा इन्टरभ्यू परिसकेर भिजा चाहिँ कति दिनमा आउँछ नर्मली रूपमा भन्नुपर्दा अहिलेको सिचुएसन हेर्दा चाहिँ अहिले चाहिँ एमबिसी भएर भिजा आएको चाहिँ लगभग 10 देखि 12 दिनमा चाहिँ एमबिसी भएर भिजा आएको छ। कुनैको चाहिँ 7-8 दिनमा पनि आएको छ एमबिसी भएकै व्यक्तिको, तर नर्मल्ली हेर्ने हो भने 10 देखि 12 दिन भनौँ न। अनि एमबिसीमा इन्टरभ्यू नभइकन भिजा आएको मान्छेहरूको चाहिँ 6 दिनमा आएको छ, 6 देखि 7 दिनमा नर्मली भिजा आएको छ। यसमा चाहिँ यति दिन ट्याक्कै भनेर 100% ट्याक्कै 5-6 दिन भनेर हुँदैन, 1-2 दिन तलमाथि पनि हुनसक्छ। त्यसमा चाहिँ तपाईँहरूले मेरो चाहिँ यो दिनमा आयो, तपाईँले चाहिँ रङ भन्नुभयो भनेर भन्नु होला। कुनैको चाहिँ छिटो पनि आएको छ, कुनैको चाहिँ हल्का ढिला पनि भएको छ। कुनैको चाहिँ इन्टरभ्यू नभएकै व्यक्तिको पनि 12-13 दिनमा पनि आएको छ। कुनैको चाहिँ इन्टरभ्यू भएर पनि 5-6 दिनमा पनि आएको छ। त्यस्ता केसहरू पनि छन्। तर त्यसैले चाहिँ तपाईँहरूको चाहिँ भिजा चाहिँ नर्मली 6-7 देखि 1 हप्तादेखि 10 दिनभित्रमा चाहिँ आउँछ। ढुक्क भएर बस्नुहोस्। हस्, धन्यवाद।